कि मोबाइल चलाउँदा टाइम गएको पत्तै हुँदैन, वा यो 24 घन्टा मेरो लागि टाइम कम भएको जस्तो लाग्छ? यदि लाग्छ भने आउनुहोस् यो भिडियोभित्र। नमस्ते साथीहरू, म विकास। आज पनि आइसकेँ मेरो डे 7 अफ माई 60 डेज अफ सेल्फ इम्प्रुभमेन्ट च्यालेन्ज लिएर। मलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म हामीमध्ये धेरै जस्तो मान्छेहरूलाई लाग्ने कुराको बारेमा चाहिँ आफ्नो अनुभवहरू है आफूलाई पनि लाग्ने भएर केही कुरा राख्न गइरहेछौँ। हामीहरू धेरै जसोलाई के लाग्छ भन्दाखेरिमा हामी एकदम बिजी छौँ दिनमा जस्तो लाग्छ कि दिनौदिन हामी एकदम बिजी छौँ। त्यो बिजी के हुन्छ हाम्रो भन्दाखेरिमा चाहिँ दिनमा 24 घन्टा हुन्छ। त्यो 24 घन्टामा चाहिँ हामी चाहिँ 14-15 घन्टा चाहिँ मोबाइलहरू स्क्रोल गर्छौँ कि हो त्यो बिजी हो कि। त्यो बिजीले कतिसम्मको बिजी हुन्छ भन्दाखेरिमा चाहिँ पेटलाई भोक लागेको हुन्छ त्यो खाना खानेसम्म पनि बिजी हुन्छ कि खाना खाने पनि टाइम हुँदैन क्या, त्यस्तो बिजी हो कि। यो कुरा धेरै जसोलाई लाग्छ। अहिले त झन् एकदम यो सोसियल मिडियाको जमानामा चाहिँ एकदम मोबाइलहरू सबको हातमा मोबाइल हुन्छ नि त, त्यही भएर मोबाइलहरू स्क्रोल गर्ने चाहिँ एकदम पर्सेन्टेज चाहिँ धेरै बढिसकेको छ। यो हाम्रो अनावश्यक रूपमा हाम्रो एकदम अमूल्य समयलाई मात्रै केवल त्यो रिल स्क्रोल गरेर एकदम फाल्नुभन्दा पनि यो हाम्रो समयलाई हाम्रो एकदम प्रिसियस समयलाई चाहिँ हाम्रो राम्रो काममा लगाउँ, जसले गर्दा चाहिँ हाम्रो भविष्यलाई केही फाइदा होस् है। राम्रो स्किल सिक्नतिर लगाउँ है, केही राम्रो कुराहरू सिक्नतिर लगाउँ। मैले भनेको यस्तो होइन कि जसले गर्दा मोबाइलै नचलाऊ भन्ने त होइन नि त, त्यस्तो हो, मोबाइल चलाउनु पर्छ। तर चाहिँ मोस्ट अफ द हाम्रो समय के गरेको छौँ भन्दाखेरिमा चाहिँ त्यो नचाहिँदो काममा के कस्तो भन्दाखेरिमा त्यो एकदम फन्नी रिलहरू हेर्ने होइन त्यसो स्याडी रिलहरू हेर्नेमा हुन्छ नि त, त्यस्तो कुराहरू रिल स्क्रोल गर्ने कुराहरूमा चाहिँ त्यस्तोमा चाहिँ हाम्रो समय एकदम हाम्रो अमूल्य समयलाई चाहिँ फाल्नु भएन कि। चलाउनु चाहिँ पऱ्यो मोबाइल, तर चाहिँ के गर्नु पऱ्यो भन्दाखेरिमा त्यो मोबाइलभित्र पनि धेरै कुराहरू हुन्छ, जस्तै मार्केटिङको कुराहरू सिक्ने होइन, भिडियो एडिटिङको कुराहरू सिक्ने, पब्लिक स्पिकिङको कुराहरू सिक्ने होइन, स्क्रिप्ट राइटिङहरू कुराहरू सिक्ने धेरै कुराहरू हुन्छ नि त। युट्युबतिर भिडियोहरू हुन्छ सिकाएको, फेसबुकतिरै हुन्छ, टिकटकतिर आएको हुन्छ, अनि वेबसाइटतिरहरू हुन्छ होइन, धेरै कुराहरू हुन्छ। अहिले त एआईको जमाना, एआई चलाउन सिक्ने हो, त्यस्तो कुराहरू सिकिँदा राम्रै कुरा हो। तर चाहिँ हामीले चाहिँ आफ्नो धेरै जस्तो टाइमहरू चाहिँ त्यो रिलहरू स्क्रोल गर्ने चाहिँ खर्च गरिरहेको छौँ कि। मैले पनि धेरै जस्तो समयहरू चाहिँ त्यतिकै फालिरहेको हुन्छु। दिनभरि एकदम बिजी भएर पनि यतिसम्म बिजी कि खाना खान पनि टाइम नहुने जस्तो बिजी के। त्यस्तो बिजी भएर पनि बेलुका गएर एउटा प्रश्न उठ्छ आफूमा, आज मैले के गरेँ त भने है। त्यसपछि आन्सर के आउँछ भन्दाखेरिमा चाहिँ आज त मैले केही गरिनँ, खालि मात्रै मोबाइल मात्रै चलाएँ भन्ने जस्तो के हुन्छ भन्दा आफूलाई रिग्रेट हुन्छ कि। हाम्रो यो अमूल्य समय हो, यो समयलाई चाहिँ हामीले एकदम राम्रो काममा लगाउनुपर्छ है। यो एकदम हाम्रो प्रिसियस समय हो कि। यो समयलाई भने चाहिँ हामीले चाहिँ चाहेर पनि पछि पाउन सक्दैनौँ कि, केही सिक्नतिर लगाउँ होइन, जसले गर्दा चाहिँ हाम्रो भविष्यमा केही राम्रो होस्, हामीलाई चाहिँ केही फाइदा गरोस्, आफूले चाहिँ प्राउड फिल गरोस्। मोबाइल चलाउँदाखेरि टाइमहरू एकदम छिटो गयो जस्तो लाग्छ कि होइन। त्यो मतलब हामीलाई यो पनि सोचिन्छ कि मेरो लागि चाहिँ 24 घन्टा पनि कम भइरहेको छ जस्तो सोचिन्छ कि किन भन्दाखेरिमा त्यो मोबाइल चलाउँदाखेरि टाइम गएको पत्तै हुँदैन कि। यो टाइम कम हुनु हाम्रो समस्या हुने कि त्यो 24 घन्टा चाहिँ हाम्रो दिनमा, त्यो 24 घन्टा चाहिँ हामीले कहाँ प्रयोग गरिरहेछौँ भन्ने कुरा चाहिँ मुख्य कुरा हो कि। सबैको लागि दिनमा 24 घन्टा हुन्छ है, मेरो लागि कम अर्को लागि धेरै भन्ने कुरा हुँदैन कि। त्यो प्रकृतिले सबैको लागि एउटा दिनमा 24 घन्टा मात्रै दिएको हुन्छ। र मात्रै फरक के हो भन्दाखेरिमा चाहिँ 24 घन्टामा मैले चाहिँ कहाँ लगाइरहेको छु र अरूले कहाँ लगाइरहेछ भन्ने कुरामा चाहिँ फरक पर्छ कि। त्यही भएर अब हेरौँ, आज डे 7 अफ माई 60 डेज अफ सेल्फ इम्प्रुभमेन्ट च्यालेन्ज हो। अब चाहिँ हामीले आफ्नो अमूल्य समयलाई चाहिँ खालि वेस्ट गर्नुभन्दा पनि हामीले चाहिँ यसलाई एकदम राम्रो कुरामा, राम्रो अवस्थामा चाहिँ हामीले चाहिँ प्रयोग गरौँ, जुन समय प्रयोगबाट चाहिँ हामीले चाहिँ फाइदा मिलोस् के। ल त साथीहरू, थ्याङ्क यू फर वाचिङ। टक्क तरिकाले धेरै रिल पनि स्क्रोल नगरौँ।